So guys, आज मसँग छ DJI Action 5 Pro with combo adventure pack unboxing video. Hey. So what's up everyone, welcome back to my YouTube channel. It's a very long time. I'm come back to with another brand new video. So hope you guys you are doing well. म पनि एकदम ठीक छु. सो आजको भिडियो चाहिँ के को बारेमा छ भन्ने कुरा तपाईले चाहिँ टाइटल र थम्बनेल हेरेर थाहा पाइसक्नु भएको छ. सो मसँग चाहिँ आज छ DJI Action 5 Pro को अनबक्सिङ भिडियो. म खोल्न जाँदैछु यहाँ के रहिरहेछ के छ यहाँ केही एक्सेसरिज सामानहरु पनि एक्सेसरिजहरु पनि देखिसके म. यो सायद मलाई लाग्छ यो ब्याट्री होला. ब्याट्री केस छ. यो सुरुमै मैले पाएको छु यो टाइप C to C केबल. यसले चार्ज पनि गर्न मिल्छ. यसलाई यतातिर राख्दिम. यहाँ अब यो कसले पढ्छ र यो क्विक युजर गाइडहरु पछि यो यसलाई यतातिर राख्दिम. यसको QR छ. यो GoPro को भयो के रे यो एक्सन क्यामेराको बारेमा यो QR पनि छ. अनि यो रहेको छ चार्जिङ केबल, ब्याट्री केस. त्यसपछि यसले यो भित्र कतिवटा 3वटा ब्याट्री हुन्छ. लगभग तपाईले चाहिँ यो अलमोस्ट यसलाई चाहिँ फुल चार्ज गर्नुभयो नि तपाईले दिउँसभरि लगभग काम चल्छ. ब्याट्रीको चाहिँ क्यापेसिटी चाहिँ एकदम राम्रो पावरफुल छ यसको चाहिँ. अझै अरु के छ म हेर्छु. अहिले क्यामेरा त निक्लेकै छैन. ल यहाँ स्टिकर चाहिँ भाइले एकदम यो चाहिँ खोजिरहेको हुन्छ. यो चाहिँ DJI को चाहिँ स्टिकर हुन्छ. यसलाई चाहिँ बाइकमा टास्ने काम हुन्छ है. ल यति नै हो. बक्समा चाहिँ यति नै आछ. अब अरु यसलाई साइड लगाइदिम. ल म आजको मेन मुद्दा छ DJI Osmo Action 5 Pro क्यामेरा. यहाँ भित्र के छ है. म त्यति अनबक्सिङ भन्नाले म त्यस्तो प्रोफेसनल अनबक्सिङ भिडियो बनाउने मान्छे त हैन. त्यही पनि आफुले थाहाको सुरुमै मैले देखिसकेको छु यो चाहिँ क्यामेराको चाहिँ केस छ. यो म्याग्नेटिक माउन्ट यहाँबाट पनि गर्न सक्छ. होरिजेन्टल र भर्टिकल भिडियोहरु खिच्न सकिन्छ. जस्तो ब्लग बनाउनको लागि त्यही अनुसारको. अनि इन्स्टाग्राम, टिकटक, फेसबुक रिल्सहरु राख्नको लागि पनि हामीले चाहिँ यसरी खिच्न सक्छौं हैन. यसलाई चाहिँ यतातिर राख्दियौ. ल क्यामेरा यस्तो स्मुथ छ. ल क्यामेरा यो हाम्रो रहेको छ. यो चाहिँ अझै ब्याट्री चाहिँ राखिसकेको छैन. यहाँ रहेको छ. यो तलबाट चाहिँ म्याग्नेटिक माउन्ट लाउने ठाउँ छ यहाँ. यसलाई म स्क्रिन निकाल्छु. यो स्क्रिन प्रोटेक्टर लागेको रहेछ. यसलाई यहाँ टाँसिदिउँ. फेरि काम लाग्छ यसलाई. यसमा ब्याट्री त छैन. त्यही पनि यताबाट हो के. ल ब्याट्री निकालेर एउटा ब्याट्री राखिदिइहालौँ. निकाल्ने गाह्रो भयो क्या. क्यामेरा म अन गर्न गइरहेको छु. कस्तो क्विक रेस्पोन्स गरिरहेको के. ल यहाँ QR मा आएको छ. यसलाई चाहिँ गर्नुपर्छ होला. म चाहिँ यो क्यामेरालाई एक्टिभ गरेर यो डेट एन्ड टाइम मिलाउनु गइरहेको छु आज. ल अहिले चाहिँ यहाँ चाहिँ यो रेजुलेसन रहेको छ. यसको चाहिँ भिडियो क्यापेसिटी भन्नुहुन्छ भने 4K 120 fps मा खिच्न सक्नुहुन्छ. अनि HD भिडियो चाहिँ 10 बिटमा खिच्न सक्नुहुन्छ. स्लो मोसनको कुरा गर्नुहुन्छ भने 1080p 960 fps मा चाहिँ खिच्न सक्नुहुन्छ. यसको डिस्प्ले कुरा गर्नुहुन्छ भने OLED टचेबल डिस्प्ले रहेको छ. यो अगाडिबाट पनि टच गर्न सकिन्छ हैन. पछाडिबाट पनि टच गर्न सकिन्छ. यो यस्तै देख्नु भएको छ नि. यो अगाडि पछाडि दुईबाट गर्न सकिन्छ. यो अगाडि पनि टच हो, पछाडि पनि. अब पछाडिको जन भन्नै परेन तपाईलाई हैन. यसलाई यस्तै क्यामेरा जुन यो नेकेड क्यामेरा छ नि, यसलाई पानीमा 20 मिटर डिपिङ तलसम्म चाहिँ हामीले लहर डुबाउन सक्छौं. तर यसको चाहिँ कम्पनीले त्यसको चाहिँ ग्यारेन्टी दिएको छैन. हामीले चाहिँ त्यो भएको हुनाले
क्यामेरा चाहिँ पैसा धेरै परेको हो। भोलि बिहान बिग्रियो भने त कम्पनीले चाहिँ त्यो क्लेम गर्दाखेरि तिनी कुराहरू दिएन भने त गाह्रो हुन्छ। त्यही भएर डुबाउनु छ भने तपाईँहरूले चाहिँ यसलाई के गर्नु, यो वाटरप्रुफ केस पाइन्छ बजारमा, 5-7 हजार कति पर्छ, त्यो लिएर चाहिँ गराउन सक्नुहुन्छ है त। अनि यसको स्टेबिलाइजेसन कुरा गर्नुहुन्छ नि, कम्पनीले खोइ के गरेर यो एउटा मात्र माउन्ट दिएको छ कि यहाँ माउन्ट दिएको छ, यो टाइप C to C केबल भयो होइन। अनि यहाँ 2वटा स्क्रु दिएको छ, स्क्रु चाहिँ 2वटा आउने, अनि यो म्याग्नेटिक माउन्ट चाहिँ एउटा आउने भन्ने त हुँदैन नि, होला कहीँ मिस्टेक पऱ्यो होला होइन। मैले खोल्दा चाहिँ यति चाहिँ भेटाएँ, अनि जेठालाई सोध्दै थिएँ खोल्नु भइदिएन, नै मैले खोलिनँ, जस्तो ल्याएको थिएँ त्यस्तै गऱ्यो भने। यो केस हो, यो प्रोटेक्टिभ केस हो, यसलाई चाहिँ म प्रोटेक्टिभ केसमा राख्न जान लाग्छु म, यसलाई चाहिँ प्रोटेक्टिभ केसमा राख्ने, यसलाई यसरी राख्न सकिन्छ है त। यसको एक्सटेन्सन रड पनि छ नि, यहाँ त ट्राइपोड, यसलाई चाहिँ यसको चाहिँ 1 मिटरसम्म लामो लान सकिन्छ। यसलाई नि यहाँ हामी यो गर्छौँ, अनि त्यस पछाडिबाट यो प्रोटेक्टिभ केस छ, प्रोटेक्टिभ केसभित्र यसलाई म म्याग्नेटिक माउन्ट लाउन गइरहेको छु। यसलाई साउन्डै कस्तो सुनिन्छ कि यसको, चिटिक्क लाग्यो। यसलाई जति हल्लाउनुहोस् यो अब काम यसले गर्छ। भिडियो रेजोल्युसन कुरा गर्नुहुन्छ भने वाइड, अल्ट्रा वाइड होइन, सबै देखाएको छ। यसलाई चाहिँ म अल्ट्रा वाइडमा राख्दै उसमा चाहिँ रक स्टडीमा राख्दैछु, रक स्टडीमा चाहिँ राम्रो हुन्छ। अरूमा राख्नु भने यो सेक आउँछ क्या, अलि भिडियो हल्लिन्छ होइन। स्टेबिलाइजेसनको कम्पेरिजन गर्ने भने त गोप्रो र एक्सन 5 प्रोमा चाहिँ गोप्रोकै राम्रो छ, तर चाहिँ गोप्रोमा चाहिँ गोप्रोमा भन्दा केही कुराहरू यसमा एडभान्टेज राम्रो छ। जस्तो ब्याट्रीको कुरा गर्नुहुन्छ भने त्यसै कति छ यसको हेरिहालेँ, जस्तो 1950 mAh को छ भने ऊ चाहिँ 1700 mAh कतिको चाहिँ गोप्रोको हुन्छ होइन। त्यही भएर यो धेरै कुराले यो चाहिँ ठिक छ। यसलाई म यहाँ माउन्ट गर्न जाँदैछु। म यसबाट कस्तो हुन्छ यो भिडियो पनि खिचेर देखाउँछु त तपाईँलाई म यहाँ भिडियोलाई। यसले मान्छेलाई पिट जे गर, यो अब यो फुस्किनेवाला छैन, यो गर नदेखाउने। यो मैले यसरी खिच्दैछु, यो चाहिँ यसरी माथिबाट खिच्दाखेरि इन्स्टाग्राम अनि फेसबुक रिलहरूको लागि यसरी। भाइलाई मैले त क्यामेराम्यान हो भाइ, अब भिडियो मैले क्यामेरा त्यति मैले सेटिङ त गरेको छैन, मैले जस्तो छ त्यस्तै गरेको छु। मैले 4K 30 fps मा गराएको छु, अनि रक स्टडी मोडमा राखेको छु मैले। यसरी आउँछ होइन। भिडियो क्वालिटी पनि देखिसक्नुभयो। भिडियो क्वालिटी यसको जति दुख्नुहोस् यो म छतमा गएर भिडियो बनाइरहेको छु होइन, त्यो अनबक्सिङ भिडियोहरू त्यहाँ भाइहरूलाई यतातिर। त्यो क्वालिटी चाहिँ त्यस्तै छ। अनि यतातिर हेर्न सक्नुहुन्छ, यहाँ माथि योहरू पनि सबै म छतमा छु। म यसलाई हल्लाइ पनि राख्छु यसरी, यस्तो गरेको छु होइन। त्यही भएर भिडियो क्वालिटी यसमा धेरै कुराले ठिक छ। अनबक्सिङ क्विक म कस्तो गरेँ त्यो चाहिँ त्यति राम्रो त गरिनँ, त्यही पनि मैले जाने जतिको जति जानेको थिएँ होइन, जस्तो गर्नुपर्ने थियो म त्यही आफ्नो तर्फबाट मैले गरेको हो यो। किनकि यो ल्याउनु पर्ने फेरि तपाईँले भन्नुहोला 1 वर्ष अगाडिको भिडियो किनेर के अरे क्यामेरा किनेर ठुला कुरा गऱ्यो भनेर त्यो नभन्नुहोला। मैले त्यो ठुला कुरा गर्न खोजेँ होइन, म त्यो खालको मान्छे नै होइन, मेरो स्वभाव पनि होइन। मलाई कसैले गिफ्ट दिएको, माया गरेर दिएको चिजलाई मैले अनबक्सिङ गरेको। उहाँले 6 प्रो ल्याइदिन्छु भन्दै हुनुहुन्थ्यो। अब त्यो 6 प्रोमा चाहिँ कस्तो छ भन्दा त्यसको प्राइस नै डिफरेन्ट छ। यो चाहिँ एडभेन्चर
कम्बो प्याक हो। त्यो एडभेन्चर कम्बो प्याकमा 6लाई चाहिँ DJI Action 6 Pro ल्याउने नि त्यसको फरकै छ, धेरै छ प्राइस छ त्यसको। त्यही भएर त्योभन्दा चाहिँ यो नै ठिक लाग्यो होइन। त्यही ल्याइदिनु। बजेटिङको कुरा गर्दाखेरि थोरै पैसा पनि कम पर्ने होइन। अब आखिर मलाई भ्लगिङ गर्ने हो, त्यही भएर अब चाहिँ डेली भ्लगहरू यसैबाट आउँछ। त मेरो चाहिँ हामी चाहिँ छुट्टै प्लान बनाउँदैछौँ। म यो सुरेश भाइको पनि युट्युब च्यानल छ, म तल लिङ्कहरू मेरो युट्युब च्यानलमा चाहिँ मेरो च्यानलमा लिङ्कमा चाहिँ राखिदिन्छु। भाइ केही भन्ने हो च्यानलको बारेमा? भाइ लजाउने। अनि त्यस पछाडिबाट भाइको चाहिँ च्यानलको लिङ्क चाहिँ म तल उसमा चाहिँ तल डिस्क्रिप्सनमा राखिदिन्छु। भाइलाई पनि माया देखाइदिनु होला। भाइसँग अब कमेडी भिडियो, सर्भाइभल टाइपको हामी टुर एडभेन्चर त्यो खालको चाहिँ भिडियो बनाउँछौँ। अब हेर्दै गर्नु कस्तो कस्तो चिजहरू आउँछ होइन। यति भन्दै मेरो भिडियो कस्तो लाग्यो, जस्तो लाग्छ त्यस्तै कमेन्टमा चाहिँ फिडब्याक दिनु होला। यदि तपाईँहरू नयाँ च्यानलमा चाहिँ नयाँ जोडिन चाहनुहुन्छ भने तपाईँले सब्सक्राइब गरेर च्यानलमा नयाँ पनि जोडिन सक्नुहुन्छ। थ्याङ्क यू, लभ यु अल, किप वाचिङ, स्टे ट्युन, बाई बाई।